पालो अनुसार त भर्न पर्यो नि। पालो अनुसार भनेर खोलामा बस्न पर्ने हो र साउजी। अहिले छोको पानी कहाँ हामीले खान मिल्छ त नि? एकछिन बस्न त। यतै धाराको साइडमा बस्न मिल्दैन र? खोलामा पुग्न पर्छ र बस्नको लागि। नछाइकिन बस्न भइहाल्छ नि। साउजी, यो त सार्वजनिक धारा होइन र? संविधानले सबैलाई समान अधिकार दिएको छ। संविधानले दिएको भनेर के हुन्छ र? हाम्रो अहिलेसम्म बाँध्दै आएको परम्परा त मान्न पर्यो नि, होइन र साथीहरू? जा पर गएर बस। दिनेश, के गरेको यो? योसँग किन बसेको? जा बाहिर गएर नुहाइहाल। बुबा यो के अन्धविश्वास हो? भरे त मेरो साथी हो, ऊ मभन्दा जान्ने छ। रगत त सबैको रातो हुन्छ होइन र? अनि किन ऊ सानो र हामी ठुलो? चुप, तल सहर पठाएर गल्ती गरेछु। कुल धर्म सबै बिर्सिस। नमस्कार, के को हल्लीखल्ली हुँदैछ यहाँ? मैले आफ्नो साथीलाई यता पढ्न बोलाएको, म बुवाले कराउनु भयो। के गर्ने त अब मैले? याद राख्नुहोस् साउजी, संविधानले सबैलाई ऐन 2068 अनुसार सार्वजनिक ठाउँमा छुवाछुत गर्नाले कानुनको तर्फबाट कडा सजाय हुनेछ। तपाईँले ठिक भन्नुभयो। मानिस जन्मले होइन कर्मले ठुलो हुन्छ। सबै मानिसको एउटै रगत हुन्छ र बनावट पनि एउटै हुन्छ। जस मानिसले बनाएको भाँडामा खाना खाना हुन्छ र कपडा सिलाएको पनि लगाउन हुन्छ भने त्यसमा के गलत छ? त्यही सुन बनाएको मान्छेले छोएपछि सुनमा पानी लगाएर छेप्दाखेरि चाहिँ चोखो हुन्छ भन्ने त्यसमा के ग्यारेन्टी हुन्छ? हामीलाई पनि थाहा हुनुपर्छ छुवाछुत गर्नु गलत हो, यो अपराध हो। हो त, काटेर रगत सबैको रातो नै हुने हो। त्यसैले कसैलाई ठुलो र कसैलाई सानो भन्नु अपराध हो। मैले त सधैँ धर्मको नाममा यस्तो गरेँ, तर अहिले बुझ्दैछु कि एउटा मान्छेले मान्छेलाई नै अन्याय गरेको जस्तो लाग्छ। हामी पढे लेखेको मान्छे भएर यस्तो अन्धविश्वासमा लाग्नु हुँदैन। हामी बुझ्ने नै यस्तो गर्यो भने त अरूले झन् के सिक्लान्। त्यसैले म पुनः गाउँको सामु माफी माग्छु। हो, हामी पनि अहिलेसम्म यस्तो गर्न नहुने हो। हामीले यो धर्म संस्कृति हेरेर नहुने थियो। त्यसैले हामी पनि छुवाछुत अन्त्य गर्नको लागि सबैजनाबाट माफी माग्छौँ।